सम्पूर्णमा नमस्कार। अनि यो चाहिँ मेरो आज पहिलो भिडियो। अनि आज चाहिँ म अ, कोरियनको अनि ग, द, ब, ज को अनि उच्चारणको नियम सिकाउँदैछु। ध्यान दिएर हेर्नुहोला। अनि ग चाहिँ ग, द, ब, ज चाहिँ अगाडि आउँदा कुन उच्चारण गर्ने र पछाडि आउँदा कुन उच्चारण गर्ने भन्ने नियम म हजुरहरूलाई सिकाउन गइरहेको छु। अनि सबभन्दा पहिले हामी गको कुरा गरौँ। ग चाहिँ अनि शब्दको चाहिँ वाक्यको अगाडि आउँदा चाहिँ के हुन्छ, ख उच्चारण गरिन्छ र वाक्यको पछाडितिर आउँदा ग उच्चारण गरिन्छ। जस्तै कि हामी यहाँ देख्न सक्छौँ। अनि खादा, खादा भनेको के हुन्छ, जानु। खादा यो अगाडि आयो नि, त्यही भएर यसलाई चाहिँ के गरिन्छ, गलाई यो अगाडि आउँदा के हुन्छ, खादा। खादा भनेको के हुन्छ, जानु भन्ने उच्चारण गरिन्छ। अनि अर्को छ खिल्दा। खिल्दा भनेको यो अगाडि आयो नि त, त्यही भएर यसलाई चाहिँ खिल्दा भनेर, खिल्दा भनेको लामो हुनु, यसलाई चाहिँ खिल्दा भनेर उच्चारण गरिन्छ। अझ गयौँ हामी चाहिँ खामगिदा। खामगिदा भनेको चाहिँ के हुन्छ, बेरिनु। यो चाहिँ खामगिदा पछाडि आउँदा के हुन्छ, ग नै उच्चारण हुन्छ, त्यही भएर के भयो, खामगिदा भनेको चाहिँ बेरिनु भन्ने भयो। अर्कोतिर चाहिँ हामी द। द भनेको चाहिँ, द चाहिँ अगाडि आउँदा चाहिँ थ उच्चारण गरिन्छ र पछाडितिर आउँदा द उच्चारण गरिन्छ। जस्तै कि थात्ता। थात्ता अगाडि आयो, थात्ता भनेर उच्चारण गऱ्यौँ। थात्ता भनेको चाहिँ बन्द हुनु भन्ने हुन्छ। अनि मेदाल्लिदा। मेदाल्लिदा पछाडि आउँदा के भयो, यो चाहिँ मेदाल्लिदा भन्ने भयो कि। अनि यो मेदाल्लिदा भनेको चाहिँ झुन्डिनु भन्ने हुन्छ। मेदाल्लिदा भनेको के हुन्छ, झुन्डिनु। अनि अर्को छ ब। ब अगाडि आउँदा चाहिँ फ उच्चारण गरिन्छ र पछाडितिर आउँदा ब नै उच्चारण गरिन्छ। अनि फात्ता, सुरुमा आयो के भयो, फात्ता भनेको पाउनु भन्ने भयो कि। अनि फुबुनादा। फुबुनादा भनेको चाहिँ के हुन्छ, फुबुनादा पछाडि आयो के भयो, ब उच्चारण गरियो कि। फुबुनादा भनेको चाहिँ विभाजन गर्नु भन्ने हुन्छ। अनि अर्को छ ज। यो ज चाहिँ सुरुमा आउँदा चाहिँ छ उच्चारण गरिन्छ र पछाडि आउँदा चाहिँ ज उच्चारण गरिन्छ। जस्तै कि छित्ता। छित्ता भनेको बनाउनु, अगाडि आयो यसलाई छि भनिन्छ। छित्ता भनेको चाहिँ बनाउनु। अनि के जिदा। के जिदा यो पछाडि आयो नि त, जी। के जिदा भनेको चाहिँ फुट्नु। के जिदा भन्ने उच्चारण गरिन्छ। के